मर्दको छोरो होइन, हामी नेपाल आमाको छोरो हो। हामी सडकमा आएर हाम्रो भोलि आउने पिँढीलाई, भोलि आउने पुस्तालाई नराम्रो नहोस् भनेर आइज छातीमा गोली खाएर मर्न तयार भएर आएको हो हामी। हाम्रो लागि गोली केही होइन, पुलिस केही होइन। हामी आफ्नो आन्दोलन गर्छौँ। हामीले कसरी दबाउन जानेको छौँ, हामी दबाउँछौँ। त्यही कारण ल्याएको हो। हामीलाई कुनै पनि हामी पक्षपात उहाँ कहाँबाट आउनुभयो, म कहाँबाट आए मतलब छैन। हामी नेपालको सीमाभित्रबाट आएको हो। हामी सब नेपाली हो। तपाईँको बाबुबाजेले, हाम्रो बाबुबाजेले गल्ती गरे। हाम्रो बाबुबाजेको पालामा पनि यिनै थिए, हाम्रो पालामा पनि यिनै छन्। अब हामी भन्दा पछि आउने पिँढीमा यिनीहरूको नाम निशान नहोस् भनेर हामी आएको हो। सक्छौ भने, तिमीहरू सक्छौ भने हामी जसरी सडकमा आएर देखाऊ, हात हतियार छोडेर आफ्नो पावर कुर्सी छोडेर सडकमा आऊ। तिमीहरू सडकमा आएर एक पाइला पनि राम्रोसँग चाल्न सक्यो भने म नेपालको छोरो होइन। तेरो पाराले भ्रष्ट सरकार मुर्दाबाद। घाटले के भन्छ? केपी चोर। सक्छस् भने अगाडि आइज, हाम्रा देशका छोराछोरी विदेशमा खाडीमा गएर रगत पसिना बगाउने, खाडी भनेर जाने, उनीहरूको छोराछोरी भनेको फरेन जाने। फरेन र विदेश खाडी जानेमा कति फरक छ? उहाँहरूको कोखमा 9 महिनासम्म राखेर जन्म दिएर हुर्काएको बच्चाहरू आज रगतको खोलोसँग बग्दाखेरि हामी कति रोएका छौँ होला। मेरो सन्तान मर्नु र अरूको छोरा मर्नुमा एउटै हो। किनकि केपी ओली, शेरबहादुर देउपा, प्रचण्ड जस्ता नेताहरूलाई पनि हामीले फाँसी दिन पाउनुपर्छ, आगो लगाएर जलाउन पाउनुपर्छ। हामी जस्ता आमाहरूको मन बल्ल शान्ति हुन्छ। केपी ओलीलाई पनि आर्यघाटमा लगेर जलाउनै पर्छ। हामी कति रोका छौँ, यो ज्यान लिन पनि तयार छौँ, हामी दिन पनि तयार छौँ, हामी डराउँदैनौँ। दर्शक महानुभावहरू, अब मात्र जेन्जी पुस्ताहरू मात्र होइन, अब आमा पुस्ता पनि आइसक्यो रोडमा। सक्छौँ हामी सबै एक भयौँ भने, हामी दिदी बहिनी, आमा हजुरआमा सबै जुटेर हाम्रा छोराछोरीमाथि हामी अन्यायको विरुद्ध लड्न सक्छौँ। रगतको खोलो बगाउनलाई रगतकै खोलै बगाएर बदला लिन सक्छौँ। हामी डराउनेवाला छैनौँ। हामी एकजुट भएर हामी तयार छौँ। म चाहिँ कलाकारको रूपमा म गायक पुष्कर शर्मा हुँ, तर अहिलेको लागि म एउटा नागरिक, देशको स्वतन्त्र नागरिक हुँ, युवा हुँ।